मोटरसाइकल वर्कसप भन्दा पनि यो रिकन्डिसन चाहिँ हो। तपाईहरुलाई यदि बाइकहरु केही त्यस्तो चाहिएको खण्डमा उहाँलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ। हामीले स्क्रिनमा नम्बर राखिदिनेछ र अथवा एकछिनमा नम्बर दिनु भन्नुहुनेछ। यहाँलाई नमस्कार र स्वागत छ। नमस्ते। आज कपिल सर के हो ठ्याक्कै बेहुलासँग भेटिनु भएको छ। खदाको खदा कतिवटा छ गर्नु त एकछिन नगर्नेको त एकछिन नगर्नेको भन्नु त कतिवटा छ अन्दाज 4-5 गर्नु त 4-5 उहाँ आफैले लगायो अनि तपाईँको गर्लफ्रेन्ड पनि कतिवटा छ भनेर पनि हामीलाई थाहा छ। यो पनि खोल्नु कि आज भनेर खोलिदिनुहोस् लगेछ। अब आज सुरुवाती चरणमा यो कस्तो लागिरहेछ तपाईँले आज यो खोल्नु भएको छ होइन रिकन्डिसन भन्नुहोस् रिकन्डिसन नै हो नि पुरानो बाइक नयाँ पुरानो सेल पनि हुन्छ होइन के हुन्छ यसमा नयाँ पुरानो सबै गाडीहरू चाहिँ खरिद बिक्री सट्टापट्टा सबै नयाँ पुरानो भनेर चोरीको चाहिँ हुँदैन जेन्युन चाहियो होइन कागजपत्र भएको चाहिँ चाहियो कागजपत्र भएको। अब केही समय अगाडि तपाईँहरू बिचमा हानान भएको थियो एउटा प्राइमको सिलसिलामा लडाइँ नै भएको थियो दाँत पनि भाँच्यो हानान भन्नु नि एक करोड उहाँलाई मैले कस्तो भने त्यो चाहिँ अब त्यो हामी सम्झिनै चाहन्नौँ होइन। कस्तो भयो भने सुटिङ सकेको थियो अनि मैले चाहिँ यो कति समय अगाडि भएको थियो खास मैले 2 वर्ष 3 वर्ष भयो होला त्यो त्यस्तो फेरि हुन्छ भनेर होइन। उहाँ हामी जेन्युन इन्टरभ्यू लिन्छु सर जेन्युन भन्नुभयो अनि म चाहिँ फेरि मेरो फ्यान बेस चाहिँ त्यस्तो छैन म फेकनेस देखाउँदिनँ क्यामेरामा पनि जहाँ पनि म जस्तो छु त्यस्तै नै छु सर यो चाहिँ कस्तो भने नगरौँ है नगरौँ भन्दा भन्दै उहाँले फोर्सफुल्ली गरे गर्नुभयो अनि त्यही टेम्परमा के भयो त्यतिखेर होइन फ्यालिदिनु पनि भएको थियो होइन के अरे त्यस्तो विधि केही भएको थिएन त्यो तपाईँ त्यतिखेर रिसाउनु त भएको थियो एटलिस्ट त्यतिखेर अलिकति अब परिवेश पनि त्यतै थियो होइन। अब त्यसपछि एकचोटि चौकी पनि छिरियो होइन अरू केसमा अनि त्यसपछि अलिक रिस कन्ट्रोल भयो क्या होइन। भनेपछि चौकी छिरेपछि रिस चाहिँ कन्ट्रोल हुँदो रहेछ। कन्ट्रोल फ्यामिली पनि हेर्नु पऱ्यो नि त जहिले अब आफ्नो रिस अब एकमुठी बल त जोसँग नि हुन्छ नि त तर फ्यामिली पनि हेर्नुपर्ने रहेछ होइन। त्यो रिसाएर झडङ्ग रिसाएर त्यो गर्नु हुँदो रहेछ भन्ने कुरा। भनेपछि कोही व्यक्ति आवेगमा आएर त्यस्तो केही गरेको खण्डमा चाहिँ समस्या हुनसक्छ भन्ने कुरा तपाईँको होइन। अब प्रधानमन्त्री मन्त्री गृहमन्त्री आफ्नो मान्छे छ भने त केही नै हुँदैन होइन। अलिक देखिरहनु भयो भिडियो हालिन होइन अनि अलिकति एन्जाइटी डिप्रेस जस्तो हुँदै गएको थियो कि म बिचमा किनकि अब कति त एउटै काम भने जस्तो भयो अब अहिले चाहिँ फ्रेस भएर अब फेरि अनलाइन पैसा धेरै भयो पैसा धेरै कमाएको त्यही भएर चाहिँ एकचोटि बसेर खाएको अब सकियो न फेरि काम गर्नु त्यो दिन चाहिँ तपाईँले किन उहाँलाई त्यसरी फोर्स गर्नुभयो जबकि उहाँले मलाई नगर्नु है त्यस्तो मेरो दर्शकले रिसाउँछ मन पराउँदैन इभेन मलाई पनि मन पर्दैन भनेर उहाँले भन्नुभएको छ किन तपाईँले खालि जहिले पनि अन्डाको खण्डा मात्रै गर्नु यस्तो अन्त फेरि मेरो दर्शकले त्यही अन्डाको खण्डा नै मन पराउँछ त मेरो दर्शक फरक छ उहाँको दर्शक फरक छ नि त मेरो दर्शकले त त्यही मन पराउँछ त अन्डाको खण्डा अनि उहाँसँग धेरै पछि बोलचाल भयो क्या अनि के सर त्यो अब तपाईँको त दाँत चाटो छिट्याएको थियो म त हिन्दी हालेँ त्यसपछि अनि के गर्नुभयो भनेर भन्दाखेरि ए सर युट्युबबाट त कमाउनु भयो होला नि भनेको तपाईँको पैसा त दाँत हाल्न पुगेन भन्नु हुनुहुन्थ्यो क्या भाइरल भएको एकचोटि त उहाँ कपिलको दाँत झार्ने मान्छे भनेर चिनेको थियो मलाई पब्लिकमा त्यत्रो सिरियल गरेर त्यत्रो गरे मान्छे उहाँ कपिलको दाँत झारिदिने मान्छे ऊ ठिक खोइ उहाँलाई फेरि कति रिसाउने हो अडियन्स पनि के अरे उहाँको च्यानलको मान्छेले मात्र वाह कपिल सर राम्रो प्र्याङ भन्दा रहेछ नि अरूले त सबै यता ठिक्क गऱ्यो कपिललाई ठिक्क पऱ्यो दाँत झर्नुहोस् त ठिक्क पऱ्यो भनिरहेको थियो त्यो दाँत हाल्दा चाहिँ कति लागेको थियो पैसा दाँत हाल्दा त मैले दाँतै हालेकै छैन यहीँ हालेकै छैन त्यसको लागि चाहिँ एकदम सरी सर होइन अब के भन्नु अब मलाई कस्तो त्यो हुन्छ जस्तै लागेन क्या अटोमेटिक भएका कुराहरू क्या त्यो कहिले काहीँ झडङ्ग भएको बेलामा 5 मिनटले सुनेको बेलामा मान्छेले आँखा देख्नु हुन्छ नि 5 मिनट पनि हेर्नु त्यो त 2 सेकेन्डमा हो क्या त्यो प्राइमपछि कति समयपछि तपाईँहरू फेरि भेट हुनु पऱ्यो धेरै वर्ष भन्यो आजै हो हाम्रो बोल्दा त मेसेन्जरमा चाहिँ उहाँले फटाफट बोल्न खोजिरहनुहुन्थ्यो अनि आज पनि मलाई के लाग्यो भने रिकन्डिसनमा आउनु
मैले रिकन्डिसन खोल्न लाग्छु भन्नुभयो यो नै प्राङ्कै हो जस्तो लाग्यो क्या उहाँ त सुध्रिनेवाला त छैन होइन सुध्रिने मान्छे त होइन कलौटेलाई पटक पटक ल्याएर उहाँ त्यो बौलाइरहेको थियो कलौटे ढुङ्गा लिएर लगाएको थियो गाडी भिडियो हेर्दाखेरि अनि सुध्रिने मान्छे हुँदै भएन कहाँ रिकन्डिसन खोल्नु यो अर्थले हामी बुझौँ साँच्चीकै हो रहेछ यो अर्थले हामी बुझौँ कुकुरको पुच्छर 12 वर्ष त ढुङ्ग्रीमा राखे पनि सिधा हुँदैन भनेर त्यो त यस्तो हो 12 वर्ष ढुङ्ग्रीमा चाहिँ कसले राखेर चेक गर्ने भन्ने कुरो हो क्या यो उखान मात्र हो क्या 12 वर्ष कुकुरको पुच्छर ढुङ्गामा राखेर हेर्ने पागल चाहिँ को हो क्या होइन उखान छ त्यो उखान बनाउने पागल चाहिँ को हो त्यसले किन राख्यो क्या 12 वर्ष ढुङ्ग्रोमा कुकुरको पुच्छर किन राख्यो भन्नु त त्यो चेकै गरे 12 वर्ष त्यसको जिन्दगी वेस्ट भएन कुकुरको पुच्छर हेरेर बसेर त्यो तपाईँ हेर्ने हो कि क्या हेरेको तपाईँ हो क्या होइन यस्तो हो त्यसले चाहिँ आफैले पनि अनुमान गर्यो होला नि त कुकुरको पुच्छर अटोमेटिकली भाग्नेकै हुन्छ त्यो जति तन्काए पनि तन्किँदैन भन्ने सोच विचार गरेर नै उसले त्यो उखान बनाएको होला जस्तो लाग्छ मलाई कुकुर विशेषज्ञ हो नि त उहाँ के छ अब फेरि भविष्यमा तपाईँ जस्तो यहाँ सुन्नु न भविष्यमा तपाईँले के उहाँलाई फेरि पनि त्यस्तै गरी प्राङ्क गर्ने प्लानिङ चाहिँ कतिको गर्नु भएको छ 8 गर्नुहुन्न होला त्यसपछि मैले बोल्थेँ उहाँलाई सोध्नु भएको थियो मैले बोल्थेँ अब 8 गर्नुहुन्न उहाँले भनिसक्नु भएको छ पहिलाको दाँत याद आउँछ होला म प्रधानमन्त्री ठुक्नेवाला छु अब ब्रेक तपाईँले आट्न गर्ने भन्ने कुरा हुन्छ अब जस्तो होइन आज लामो समयपछि भेट हुनु भएको छ उहाँसँग होइन बिचमा कुराकानी चाहिँ हुन्थ्यो भन्नुभयो जब भिडियोहरू भाइरल भएको थियो त्यतिखेर सुरुवाती चरणमा जब सार्वजनिक भयो भिडियो भाइरल भएपछि उहाँलाई गाली गर्ने त एक थरी थिए नै होइन उहाँ ठिक गर्यो भने उहाँको पक्षबाट पनि कोही थिए नै होला होइन तपाईँले चाहिँ घर परिवारबाट के भन्नुभयो किन दाँत अर्काको झारेको भनेर त्यसरी केही भन्नुभयो मम्मीले चाहिँ गराउनु भयो किन त्यस्तो गरे किन आवेगमा आएको होइन तिमीहरू अब पहिल्यैदेखि त्यत्रो अब धेरैचोटि म त अब यही बसपार्क एरियामै हुर्किया मान्छे म होइन सानैदेखि डान्स बार डोरी काम गरेर सङ्घर्ष त हाम्रो त्यहीँबाट सुरु भएको हो अनि कति लफडा गरियो कति झगडा गरियो कतिचोटि चौकी छिरियो होइन अनि यही बसपार्क चौकी हो यो चक्रपथ हो अनि अब तँलाई फेरि चाहिँ त कलाकारितामा भर राम्रो हुँदैछ तेरो त्यो फेरि हो भने अहिले चाहिँ धेरै सुध्रेर राति हिँड्न छोडी झगडा गर्न पनि छोडी हजुर आफ्नो पठालो नसमातिकन हान्दिनँ म अहिले हो त्यो अस्ति एक दिन खुचेले पड्काइदिएछ त्यही भएर अब पावर सकियो नि त अब त भ्याइन अनि के खान्छ झगडा गर्नु पहिला अलि पावर सकियो नि त होइन जस्तो तपाईँको चाहिँ घर परिवारमा को हुनुहुन्छ खास को हुनुहुन्छ मेरो घर परिवारमा अब मम्मी होइन अनि म लगायत मेरो 2 जना भाइ अनि श्रीमती पनि अब लामो कहानी छ यो फेरि यो छुट्टै लिनुपर्छ 1 घन्टा जतिको इन्टरभ्यू तपाईँको ब्याकग्राउन्ड अलिकति मैले बुझेसम्म मेरो अध्ययनले पुगेसम्म हुन त तपाईँसँग मेरो पहिलो भेटघाट हो होइन प्रायः कतिपय कलाकारहरूको म नोटिस गरिरहन्छु कि उहाँको के हो भनेर म नोटिस गरिरहन्छु म आफै पनि सिनेमा क्षेत्रबाट आएको भएर तपाईँको ब्याकग्राउन्डमा अलिकति दुखेसो धेरै छ ब्याकग्राउन्डमा यस्तो हुन्छ क्या म चाहिँ कस्तो स्ट्रगल धेरै गर्नुपर्छ यो क्षेत्रमा हामी एज एन कमेडी हामीले सेक्टर रोज्यौँ अब हाम्रो सेन्टिमेन्टल भिडियो बनाउने मान्छे भइदियो भए दुःख वेदना सुनाइरहनु हुन्थ्यो होइन अब हाम्रो अडियन्स बेस छ हामीले हँसाएको हेर्न चाहन्छन् अब हाम्रो लाइफको दुःख सुनाएर चाहिँ मलाई फेरि त्यो अपसेट गराउनु मन लाग्दैन क्या दर्शक होइन कतिपय कुराहरू यस्तो हुन्छ नि दर्शकले चाहिँ कलाकारहरूको भित्री कुरा के छ उहाँ कहाँबाट आएको कस्तो ब्याकग्राउन्डको फ्यामिलीको मान्छे हो भन्ने चाहिँ आम दर्शक श्रोताले बुझ्न खोजिरहेको हुन्छ यो अर्थले हेर्दाखेरि तपाईँको जन्मघर चाहिँ कहाँ मेरो जन्मघर पर्सा टोरी पर्सा काठमाडौँ आउनुभएको कति वर्ष काठमाडौँ त सानैदेखि मम्मीले यतै ल्याएर काठमाडौँ नै हो क्या जन्मेको चाहिँ काठमाडौँमा होइन जस्तो अब पर्सामा जन्मेको सानोमै हजुर यतै आयो बुवा कहाँ हुनुहुन्छ मम्मी बुवासँगै नै हुनु के अरे सँगै हुनुहुन्न छुट्टिनु भएको हो सानोमै होइन तर बुबाको पनि आफ्नै छुट्टै परिवार छ मम्मीको पनि छ ए भनेपछि उहाँहरू पारपाचुकी गरेर हजुर बस्नु भएको हुन्छ त्यस्तै छ भेट हुन्छ कहिलेकाहीँ बुवासँग कुराकानी बुवासँग अस्ति आउनु भएको थियो काठमाडौँ उहाँको पनि आफ्नो घरजम गरेर अहिले लगभग नातिनी खेलाउने बेलामा आफैले अब लगभग बनाएर बस्नु भएको छ भनौँ 2टा छोरा लिएर आउनु भएको थियो घुम्नलाई ए उहाँको छोरा छ अहिले जीवनमा तपाईँले छ नि कलाकारिता क्षेत्रमा आउँदाखेरि कतिको स्ट्रगल गर्नु मैले काहीँ न काहीँ सुनेको छु तपाईँ चाहिँ धेरै नै मान्छे अर्कालाई हँसाउनुहुन्छ तर तपाईँभित्र पीडा छ पीडा त भइहाल्छ नि अहिले त लगभग आफ्नो चाहिँ कस्तो हुन्छ भने यो क्षेत्रमा मान्छे नभइदिएको जसको हुन्छ नि
ट्यालेन्टले मात्र म अगाडि बढ्छु भनेर चाहिँ यो क्षेत्रमा चाहिँ अलिक गाह्रै छ क्या नेपोटिजम होइन। अनि जुन मान्छे कहिलेकाहीँ अब यस्तो हेर्दाखेरि त्यसले यो कसरी पुग्यो होला त्यो ठाउँमा, योभन्दा राम्रो मैले बढ्थेँ कि जस्तो फिल चाहिँ हुन्छ क्या। मान्छेलाई हँसाउनु कतिको गाह्रो हुँदो रहेछ आफ्नो मनमा पीडा लुकाएर। हँसाउन गाह्रो छ नि। अब जस्तो अहिले सेन्टिमेन्टलहरू पुरै चलिरहेछ, फेरि त्यो चल्यो भने जेलसी त छैन होइन, तर हँसाउनु चाहिँ गाह्रो हुन्छ क्या। किनभने तपाईँलाई अहिले मैले कुनै कुरा, तपाईँले मलाई मेरो लाइफको कुनै कुरा सोधिदिनु भयो नि, तपाईँलाई पीडा छ सर यस्तो उस्तो भन्दाखेरि अलिकति म भावुक भइसकेँ क्या। तपाईँलाई पनि तपाईँको लाइफको कुनै घटेका घटनाहरू मैले सोधिदिन थालेँ भने तपाईँ त्यत्तिकै भावुक हुनुहुन्छ र तपाईँ त्यो रिलेटेड भिडियो हेर्ने बित्तिकै त्यत्तिकै त्यो सेन्टिमेन्टलमा तपाईँ बग्नुहुन्छ क्या। तर सेन्टिमेन्टल भनेको एउटा ट्रेन हो है। तपाईँको लाइफमा सासू र बुहारी झगडा परेको दिनमा पो सासू र बुहारी झगडा परेको भिडियो हेर्ला नि त। मान्छे त हाँसो त जिन्दगीको सहयात्रा हो नि त। हाँस्न त मान्छे जिन्दगीभरि चाहन्छ क्या। हाँसो चाहिँ जिन्दगीको पाटो। तपाईँको विचारमा हाँसो के रहेछ? हाँसो भनेको जिन्दगीको एउटा पाटो हो। हाँसो त अनिवार्य नै छ क्या। जीवन सङ्घर्ष। जिन्दगी र जीवन त एउटै होला। हो त्यही भन्नु खोजेँ मैले। कतिको त्यो तपाईँले सेन्टिमेन्टमा ढल्नु भने पनि चेक गर्नु खोजेको थियो। कपिल सर जस्तो उहाँले बोल्नु पनि होइन, केही शब्दहरू भावुक शब्दहरू पनि थियो होइन। आज तपाईँले उहाँको जीवनमा थोरै भएका कुरा पनि बुझ्नुभयो, कस्तो लाग्यो त तपाईँले? कसरी होइन, म त यस्तो छ, नवीन सरसँग पहिला पनि केही कुराहरू हामी सहकार्य गरेको पनि छौँ होइन। उहाँको फ्यामिलीहरूबाट पनि आन्टीहरूसँग है, उहाँको म्यामहरूसँग पनि नजिकै छु म। त्यो भएर बुझेको छ जो एउटा दुःख सङ्घर्ष गर्ने बाहिर चाहिँ जस्तो कुरा देखायो भने एकदमै दुःख सङ्घर्ष गर्ने खालको मान्छे हो चाहिँ, एकदम मेहनतिलो मान्छे है। अब मैले यहीँ कुराको लागि चाहिँ वास्तवमा भन्यो भने चाहिँ कहिलेकाहीँ चाहिँ उहाँकोहरू भनौँ न कन्टेन्टहरू आएन भने दर्शकहरूले एउटा कुरा सोच्ला कि हेर्दाखेरि चाहिँ धेरै भ्युजहरू गएको हुन्छ, नवीन थापाले कमायो भन्ने जस्तो पनि देखिन्छ होला होइन। तर उहाँको पीडा मलाई थाहा हुन्छ। अब कतिपय बेला चाहिँ नि भनौँ न उहाँसँग आफूसँग क्यामेराहरू होइन जति पनि हाम्रो सेटहरू हुन्छ नि त्यो छैन। त्यो नहुँदाखेरि चाहिँ मोबाइलले पनि चलाएर चाहिँ दर्शकलाई खुसी बनाउनु भएको छ कि त्यहाँसम्म सङ्घर्ष गर्नु भएको छ होइन। भनेपछि पीडा चाहिँ छ, व्याकरण आफ्नो आफ्नो पीडा चाहिँ आफ्नो हुन्छ। सुरुवाती चरणमा जसरी तपाईँ यो क्षेत्रमा आउनुभयो, कोबाट चाहिँ तपाईँले काम सुरु गर्नुभयो यो ठाउँमा चिनेर चाहिँ? त्यो ठाउँमा आउँदाखेरि यस्तो भयो थियो सर। अब सुरुदेखि भन्नुपर्दा चाहिँ मलाई लास्टै अब कस्तो हुन्थ्यो भने युट्युब टिभी भन्ने नै अब जस्तो एकचोटि मान्छेले भिडियो खेल्यो नि, भिडियो खेलेपछि देशव्यापी रूपमा चिनिन्छ, एउटा भिडियोबाटै फेमस भइन्छ भन्ने थियो क्या मेरो चाहिँ। पछि थाहा भयो युट्युबमा भ्युज जानुपर्ने रहेछ, दुनियाँ दिवाना हुने रहेछ, भिडियो खेल्नको लागि खर्च गर्नुपर्ने रहेछ। धेरै खर्च गरियो क्या, धेरै खर्च गरियो। आफैले चाहियो, क्यामेराम्यान चाहियो, एडिटर चाहियो होइन, स्क्रिप्ट राइटर चाहियो, डाइरेक्टर चाहियो। कम त छ त तपाईँको त्यो 2-4 लाख भ्युज गएर कति नै आउने त्यहाँ पैसा? सबैजना मिलेर गर्ने भनेर अब आफैले नै खर्च गरेर सिरियलहरू बनाइयो, लगानी उठ्ने कुनै छैन। तर फेरि यस्तो भयो क्या, जति पनि साथीभाइलाई खर्च गर्यो तिनीहरू अहिले ठाउँमै छन् होइन। मिलियन्स अफ भ्युज छ तिनीहरूको, नाम नथाहो। तर यस्तो हुन्छ क्या, रिटर्न ब्याक के त भन्ने कुरो चाहिँ। तर साथीभाइहरू यो क्षेत्रमा आफ्नै साथीभाइहरूले नै सुरुवाती चरणमा जोसँग काम गरेर उनीहरूले नै आफू चाहिँ अलिकति लाइटमा उनीहरू अलिकति कम लाइटमा छ भने फोटो तान्ने प्रयास गरिन्छ भन्छन्। यो चाहिँ सिङ्गल पर्सन उठेर यत्रो दर्शकको माया कमाएर आफूले आफ्नो प्रुफ गरिसक्यो नि त होइन। अब मैले कति प्रुफ गर्नुपर्छ त सिनेमा खेल्नको लागि? मलाई सिनेमा खेला म भन्दिनँ नि, मलाई सिनेमा नखेलाउनु भनेको मेरो लागि घाटा होइन क्या, इन्डस्ट्रीको लागि घाटा हो। नयाँ कलाकार पाउँदैन, म त हराएर पाउँदा यसरी हराएको यसरी हराएको। तर हामी आफै चाहिँ ल्याउँदैछौँ, हामी आफै गर्छौँ। अनि मलाई नखेलाउनु उहाँहरूले भनेको उहाँहरूलाई घाटा हो होइन। अब अहिले कतिपय दर्शकले चिन्न थालिसकेपछि आमालाई पनि भन्नुहुन्छ होला होइन, अब फलानु तपाईँको छोराले चाहिँ यस्तो खेलेको रहेछ, मैले हेरेँ राम्रो छ भन्दै गर्दा आमाले चाहिँ के भन्नुहुन्छ तपाईँको मनमा? यस्तो हुन्छ सर, अब यतिखेर त अब ठिकै छ, अहिले त जसो तसो ब्यालेन्समा चलि नै रहेको छ, यताउतिबाट मिल्छ होइन। कुनै बेला चाहिँ कस्तो हुन्छ नि, हरेक भन्दैन तर हरेक एक्टरको उहाँ बिम्ली दिदी पनि त्यहाँ बसेर हेरिरहनु भएको छ होइन। बिम्ली दिदीलाई पनि थाहा होला, हामी स्ट्रगल पिरियडमा हरेकको रिजल्ट खोज्छन् कि खोज्दैनन्। पहिला पुस हुन्छ घरबाट, गर न त कलाकार पनि गर। जब चिनिन थाल्यो नि, खोइ त पैसा त कमाइ हुँदैन यसबाट त, खोइ पैसा फ्यामिलीबाट के खोज्ने पैसै हो क्या म्याटर गर्ने, पैसा खोइ त। अनि
कति मान्छेहरू त्यो भनाइ भएर बिच्केर गलत कामतिर लाग्छ एनी हो पैसा कमाउ छोराछोरी होइन तपाईँहरू पनि छोरी छोरा चाहिँ मिडिया लाइनमा छन् भने पैसा आयो भनेर ढुक्क नहुनु के गरी आइरहेछ कसरी आइरहेछ त्यो चाहिँ एकचोटि बुझ्नु होइन अब भर्खरै भिडियोहरू पनि लिक भएको अब त्यो कुराहरू नगरौँ यस्ता कुरा त्यो 4 कोठाभित्र चुप लगाएर तपाईँको छोरी छोराले के गरिरहेछ भन्ने कुरो फ्यामिलीको प्यारेन्ट्सले अलिकति बुझ्नु पैसा लिँदाखेरि कहाँबाट आइरहेको छ छोरी भनेर इन्फ्याक्ट सोध्नु छोरा सोध्नु कहाँबाट आइरहेको छ भनेर एकचोटि सोध्नु होइन पछि पछुताउनु भन्दा बच्चाहरू चाहिँ कतिजना मेरो एकजना छोरा हो अनि अब अहिले श्रीमती तामाङले हो पहिलाको श्रीमतीको बच्चा हो छुट्या हो कि डान्स बार लाइनमा पहिलाको भन्नाले दुईटा पहिला छुटेर चाहिँ छुटेको भन्नाले त्यस्तो बिहे दर्ता सर्ता केही पनि थिएन अल्लारे बेलामा लगभग 14-15 वर्षको उमेरमा लग परे अनि डान्सर हिरो बन्नुपर्ने त्यतिखेर अब मान्छे यस्तो भए पनि शाहरुख खानवाला फिल्म्स थियो भित्र अनि अब म्यानेजमेन्ट गर्न जानिएन त्यतिखेर आफ्नो पनि गल्ती भयो होला उसको पनि गल्ती भयो म अब छोडेर गयो भन्दा ऊ क्यारेक्टर लेस थियो म भन्दिनँ केही गल्ती मबाट भयो होला केही गल्ती उबाट दुवै पक्षबाट एउटा काइन्ड मिसअन्डरस्ट्यान्डिङ भयो अनि जो होइन सिधै भन्नुपर्दा उसले मसँग फ्युचर देखेन त्यही भएर 50 छोडेर हिँड्यो नि त उ त छोरो त मैसँग छ नि त मैले छोरो चाहिँ छोडिनँ अनि फेरि एउटा चाहिँ गुनासो के लाग्छ नि त्यो आमा भएको कारणले यत्रो अब 9 वर्षको भयो छोरो दुध खाँदा छोडेर गयो अब खोजेन क्या उसले उसको तर्फबाट कपिल सर अब आज कुराकानी भयो होइन हाम्रो नवीन भाइसँग पनि कुराकानी भयो खुसी लाग्यो केही कुरा उहाँको पनि आयो होइन आज दर्शकले केही कुरा उहाँको पनि थाहा पाउनुभयो तपाईँको पनि थाहा पाउनुभयो अन्तिममा छौँ जाँदा के भन्नुहुन्छ अन्तिममा चाहिँ सर्वप्रथम चाहिँ म के भन्छु भने यो काठमाडौँमा धेरै वर्ष पहिलादेखि चाहिँ एकदमै सङ्घर्ष दुःख गर्दै आएको मान्छेहरूमा होइन भनौँ न एउटा रुम पार्टनरको हिसाबले त अझै नजिक हाम्रो चन्द्र मगर सर पनि हुनुहुन्छ मिडिया पार्टनरबाट र स्पेसली आज चाहिँ मलाई विशेष गरी के थियो भनेपछि मैले जति साथीहरूलाई चाहिँ अनुरोध गरेको थिएँ उहाँहरूले चाहिँ मैले भनेको जस्तो कन्सेप्टमा आइदिन खोजिदिएको भएपछि मेरो प्लान नै यो तरिकाले भन्दा नि अलिकति सम्झनालाई पुरानो सबै साथीहरूलाई समेटेर कोही सुखसँग कोही दुःखसँग कोही मसँग खुसी भएर गयो होला कोही दुःखी भएर गयो होला होइन सबैको लागि चाहिँ जमघट भएर सुख दुःखका गुनासाहरू पोख्नुपर्छ अलि फरक तरिकाको कार्यक्रम बनाउनुपर्छ भन्ने सोच विचार बनाइरहेको थिएँ मैले किनकि अब जस्तै मलाई यो ठाउँसम्म आइपुग्दाखेरि सबभन्दा सुरुमा मलाई चाहिँ क्यामेरा दिएर मलाई यो ठाउँसम्म पुर्याउने हाम्रो भुवन सर पनि यहीँ हुनुहुन्छ मिडियाकर्मी होइन उहाँको मेरो चिन्जान थिएन उहाँले मलाई चिन्नु हुँदैन थियो मैले उहाँलाई चिन्दैन थिएँ तर उहाँले तपाईँलाई कसरी विश्वास गर्नुभयो तपाईँलाई त कतिले त के भन्दो रहेछन् भने यो मेरो प्रश्न होइन मैले कमेन्टमा हेरेको मैले प्राइम गर्न खोजेँ होइन म प्राइम त्यतातिर छैन तपाईँलाई चोर जस्तो छ होइन चोर कर्नर पनि छ कसरी विश्वास गर्नुभयो उहाँले हजुर होइन यस्तो छ अब त्यो अनुहारको विषय आफ्नो ठाउँमा जाला होइन तर विशेष गरी चाहिँ के हो भने कुन तरिकाले विश्वास गर्नुभयो म आफै पनि म बेला बेलामा भन्छु कि हजुरहरूलाई पनि त भनिरहेको हुन्छु भुवन सर मेरो पहिलो चाहिँ यस्तो भाग्यशाली मान्छे हो जुन चाहिँ उहाँले मलाई क्यामेरा दिएर साथ दिनुभयो हो आफैले म त्यो बेलामा भात खान सक्ने अवस्था थिएन चुलो बाल्न सक्ने अवस्था थिएन होइन त्यो बेलामा चाहिँ भनौँ न आज सुरुमा हाम्रो किरणजीहरू पनि यहाँ हुनुहुन्छ पहिला सपोर्ट गर्ने मलाई त्यो बेलामा हाम्रो भुवन सरले आफ्नो बाइकमाथि तेल खर्च गरेर सुन्दरीजल गएर क्यामेरा छोडिदिएर ल कतै चाहिँ कहाँ जानुपर्ने गर्नुहोस् है तपाईँ कन्टेन्टहरू बनाउनु त्यो बनाउनुहोस् भनेर चाहिँ क्यामेरा हामीले दिनुभयो र त्यसपछि हाम्रो भुवन सरले क्यामेरा मार्फत हाम्रो बिमली दिदी सुरुमा चाहिँ हाम्रो बिमली दिदीकै भिडियोले चाहिँ भाइरल भएको मेरो यो यतातिर त्योभन्दा पहिला चाहिँ हाम्रो अब सिरियलहरू कति गरियो सर्ट मुभीहरू गरियो हुन त अब हामीले जानेनौँ होला काम गर्दै गर्दा अनुभवहरू पनि थिएनन् होला त्यो कारणले गर्दाखेरि पनि पछि परियो होला यो क्षेत्रबाट तर पछिल्लो चरण धेरै दुःख धेरै सङ्घर्ष गर्दा 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 थाकिसकेपछि अब के गर्ने त बाँच्नु त पऱ्यो होइन बाँच्नका लागि चाहिँ एउटा केही नयाँ कन्सेप्ट गरौँ न त भनेर पहिलो भिडियो चाहिँ हामीले बनाउन चाहिँ भुवन सर र म गएर भक्तपुरमा हाम्रो आदित्य लामा होइन सर हाम्रो आदित्य लामासँग हामीले भिडियो बनाएको थियौँ उहाँले खिचिदिनु भएको थियो र त्यो भिडियो चाहिँ त्यति साह्रो भाइरल भएको थिएन त्यसपछि सेकेन्डमा फेरि हाम्रो बिमली दिदीलाई मैले रिक्वेस्ट गरेको थिएँ अनि बिमली दिदीलाई दिदी यसो एउटा सामान्य खालको अन्तर्वार्ता गरिदिनु पऱ्यो भनेर चाहिँ दिदीलाई बोलाएर अनि दिदीसँग अन्तर्वार्ता गरियो र त्यो अन्तर्वार्ताले
के गर्थ्यो भने मेरो युट्युबबाट चाहिँ चलेको थिएन, मेरोमा चाहिँ कमै थियो भ्युज, तर कुन चाहिँले चाहिँ डाउनलोड गरेर पेजतिर राखिदिएछ र त्यो पेजबाट निकै भाइरल भएछ क्या। अनि त्यहाँबाट भाइरल भइसकेपछि बल्ल मान्छेहरूले अब मैले प्रायः जस्तो त्यो मेरो छ नि त्यो नमस्ते मन कपिल मगर भन्ने त्यो कुराले गर्दाखेरि पनि होला। अनि पछि मान्छेहरू चाहिँ युट्युबमा कपिल मगर भन्ने सर्च पनि गर्न थालेछन् र बिस्तारै त्यसले गर्दाखेरि अनि भाइरल बनाउँदै गयो, अगाडिका भिडियो पनि तान्दै गयो होइन। यस्तै थिए धेरै कुराहरू चाहिँ गर्न मन थियो, तर कतिपय साथीहरू चाहिँ व्यस्तताका कारणले आज नयाँ वर्ष पनि भयो होइन, नयाँ वर्ष भएको कारणले गर्दाखेरि पनि आउनु भएन र कतिपय चाहिँ नि यो जानी दुश्मन जस्तो भएर होइन पक्कै पनि अब दासम्म झार्न पुग्नु हो होइन। ठिक छ, त्यो कुराहरू सबै आइसकेको छ होइन, अघिल्लो जन्म आएको छ। के भन्नुहुन्छ अन्तिममा? अन्तिममा अब यहाँ हाम्रो भन्दा पनि सरको कपिल सरको रिकन्डिसनको कुरा छ होइन। लास्टमा अब हान्नु पऱ्यो नि पर्दा त होइन, स्टेज मिलाउला छ यी कुराहरू। अनि त्यही छ अब ठ्याक्क माछा पोखरीबाट अलिकति अगाडि आएपछि गङ्गापुरबाट अलिकति अगाडि आएपछि सामाकोशी चोकबाट अलिक 10-15 घर माथि आएपछि ठ्याक्कै कपिल रिकन्डिसन हाउस छ, ग्रान्डी हस्पिटलबाट त तलतिर। मैले त माछा पोखरीदेखिको कुरा गरिरहेको छु नि त। त्यो भएपछि बाइक किन्नु पऱ्यो कि सम्झिहाल्ने क्या। उहाँले बाइक दिन सक्नु पऱ्यो भने बेच्न पऱ्यो भने सट्टापट्टा गर्न पऱ्यो भने त्यो सबै है सधैँ तपाईँ त्यो त फेरि बिजनेस तपाईँको बेच्ने मात्रै हो कि भन्दाखेरि नि। अहिले मलाई जस्तो उहाँले अब विज्ञापन गरिदिनु भयो होइन, अहिले एकछिनपछि अफ द क्यामेरा खाममा कति हालेर दिने सोच्नुहुन्छ? अब यसो विचार गरिरहेको छु ल बस्नु होला। हस्, यहाँहरूलाई समय र सम्वादको लागि धन्यवाद दिन चाहन्छु। रमाइलो कुराकानी पनि भयो होइन। तपाईँको विशेष गरी यो रिकन्डिसनलाई चाहिँ हामी हार्दिक बधाई दिन चाहन्छौँ। राम्रो होस्, धेरै पैसा छाप्नुहोस्, बोरामा लात्ताले हालेर त्यो बोरा भर्नुहोस्। यो प्रचारको माध्यममा हजुरहरूलाई पनि धेरै धेरै सम्पूर्ण मिडियालाई धन्यवाद है, हामीलाई खिचिदिनु भयो। एउटा